यो चाहिँ भनेको धुलो हो हैन। यो चाहिँ अब आफै बनाउन पनि सकिन्छ हामीहरूले, हैन भने बजारमा पनि पाउँछ। जस्तो थरीथरीको आफूलाई जस्तो मनपर्छ त्यस्तै खस्रो पनि पाउँछ अनि मसिनो पनि पाउँछ। अनि यो भनेको चाहिँ के भन्छ पेपर हो, काजु पेपर भन्छ यसलाई चाहिँ। बजारमा पाउँछ दोकानमा, पूजा पसलमा, जहाँनिर अब उयोहरूमा पूजा पसलहरूमा अथवा त्यस्तै उयोहरूमा पनि पाउँछ। अनि यहाँनिर चाहिँ अब सिधा बनाउने अनि यसरी लिने अनि यसरी लिएर आफ्नै तरिकाले यस्तो गरेर ल्याएपछि सट्ट मिल्छ। अनि मिलिसकेपछि यसलाई फोल्ड गरिदिने। त्यसपछि यस्तो गरिसकेपछि आफूलाई बटार्न सजिलो हुन्छ। अनि यस्तो गरेर बटारिदिने अनि हल्का धेरै पनि हैन। अनि यसरी डबल ल्याइसकेपछि यसरी माथिबाट बटार्दै गएपछि मुनिबाट बटारिँदै आउँछ। अनि यसो गरिसकेपछि दह्रो पनि हुन्छ। अनि बाल्दाखेरि पनि त्यस्तो उयो हुँदैन, फुस्किँदैन। अनि यो चाहिँ हामीले यति बनाइसकेको छौँ हैन। अनि यसरी मुठा बनाउनेलाई चाहिँ एउटामा 9 वटा हुन्छ। अनि म तपाईहरुलाई मुठा बनाउन पनि सिकाइदिन्छु। यस्तो गर्ने अनि यसमा 9 वटा लिने। यसमा जम्मा 9 वटा भयो। यसरी मिलाउने अनि मिलाइसकेपछि हामीसँग हुन्छ लबड पनि बजारमा पाइन्छ। अनि यसो गरिसकेपछि सजिलैसँग पार्न सकिन्छ। अनि हामी यसलाई चाहिँ प्लास्टिकमा हाल्छौँ। अनि प्लास्टिकमा हालेर सिल प्याक गर्छौँ। हाम्रो प्लास्टिक चाहिँ यस्तो हुन्छ, सादा हुन्छ। यसमा हालेर सिल प्याक गरेर तपाईँहरूलाई सिल प्याक गर्न पनि सिकाइदिन्छु। यो यसरी चाहिँ यो सिधा हुन्छ। त्यसपछि यस्तो गरेपछि अर्को पनि यसरी खस्याएर राख्दिने। त्यसपछि यो पनि दह्रो पनि हुन्छ अनि यताउता पनि हुँदैन, मिलाएर राख्ने। अनि एउटा प्याकेटमा चाहिँ 10 मुठा हाल्नुपर्छ हामीले। एउटा यो के भन्छ एउटा यस्तो मुठाको चाहिँ 10 मुठा हाल्नुपर्छ। अब यस्तो गरेर हामीले जसरी अब प्याकेजिङहरू गरिन्छ हो त्यसरी नै यस्तो फोल्ड गरेर हल्का गरेर हल्का लाइटरले अथवा आगोले केले हुन्छ। त्यसैले चाहिँ हल्का उ गरिदिएपछि प्याकिङ हुन्छ, सिल प्याक हुन्छ। अहिले चाहिँ म त्यो गर्न सक्दिनँ।